हेलो गाइज, वेलकम बैक टू माई च्यानल। हजुरहरूले मेरो युट्युब च्यानलमा हेरिदिनु होला। म अब जाँदैछु बहिनीको घरमा। अलिकति त काठ ल्याउन जानु छ मलाई। साइकल यही हो मेरो, साइकल चलाएरै जान्छु। आइसकेँ म बहिनीको घरमा। हजुरहरूले हेर्न सक्नुहुन्छ, यो चाहिँ रोड हो। यो चाहिँ बहिनीको घर हो मेरो। घरको पछाडिपट्टि हो। यो चाहिँ म हो। त्यसलाई गर्दै गर्नेलाई यो चाहिँ हाम्रो बहिनीको बारी हो हैन। अलिअलि सानो सानो भाजी फुल कस्तो राम्रो देख्छ। खाना बनाउँदैछ। दिदी म त के सम्झिरहेको थिएँ आफ्नै सुरुमा के दिदी के सम्झिरहेको थिएँ सोध्नु न। के सोधिरहेको थिएँ? यता पनि ग्यारेज भन्यो यता पनि ग्यारेज भन्यो। अब मलाई नहुनेको समस्या भयो क्या। म गएर धारामा नहुने मान्छे त्यही सोचिरहेको थिएँ अब के गरौँ भनेर माइन्ड मेकअप भइरहेको थियो। दिदी आएर गाई म त डराएँ। दिदी खाना पकाएर आइसक्नु भयो। म त यस्तै छ। बहिनीले चाहिँ कपाल चाहिँ स्ट्रेट गरेर कति राम्रो बनाएको छ हेर्नुहोस् हैन। म चाहिँ यहाँ भर्खर आइपुगेँ। बहिनीको एक्लै सोचेर बसिरहेको रहेछ बहिनी चाहिँ। डराइदिनु भयो गाइस। उसको नयाँ चप्पल आयो अरे। यो मेरो चाहिँ हो। यताबाट घुस्नु भयो? नै यता पछाडिबाट घुसेको के म चाहिँ आज टमाटरको लागि बार लिँदैछु। यस्तो बुवाले अस्ति बुवा आउनुभएको थियो कि यस्तो लगाइदिनु हेर्दा यस्तो लिँदा ठिक होला कि टमाटरलाई होइन। ट्याक्क काटेर यही लगाइदिनु ल। यस्तै लैजान्छ। ल दिदीको करेसो बारीमा के फल्छ गाइस त्यो भिडियो पनि नेक्स्ट पार्टमा आउँछ फेरि हेर्नु होला। कस्तो होला गाइस यो टमाटरको लागि बेस्ट होला कि नै भनेको। यो चाहिँ यस्तो यत्तिकै लगाइदिए त भइहाल्ला नि टमाटरको लागि। मैले यो अझ मोटो हुन्छ होला दिदी अलिकति अझ सानो सानो। यो चाहिँ हाम्रो रोड हो, बस पार्कको रोड। कसैले भाडामा लिन चाहनुहुन्छ भने यो चाहिँ पुरा होटलका लागि इस्तेमाल गर्न सक्नुहुन्छ हजुरहरूले। यो प्लट पुरै खाली छ। हजुरहरूले चाहियो भने हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ। मालिक चाहिँ यहीँ हो है। हेर्नुहोस् कस्तो राम्रो फुलेछ। आफ्नो त घरमा फुल पनि छैन, के गर्ने। फुल पनि पूजा गर्ने हुँदैन। 2-3 दिनको लागि पूजा गरेपछि लैजानु पर्ला फुलसुल। मलाई चाहिँ यो ठाङ्रा भए हुन्छ। घर पनि आइसकेँ। अरू मेरो बच्चा स्कुल पनि गइसकेँ। अब चाहिँ म घर जाँदैछु, कोठातिर बस्दैछु। धन्य आइपुगिसकेँ। नत्र भने अहिले म फेरि दुःख पाउँथेँ। म चाबी चाहिँ मैले नलगेर गएको। चाबी चाहिँ मैले यहीँ छोडेर गएको थिएँ। अहिले बजार गयो भने ताला लाग्नु पर्थ्यो। फेरि मलाई स्कुल दौडेर जानु पर्थ्यो। टाइमसँग म घर पुगिसकेँ। घरको हालत हेर्नु न, यस्तो गर्दैछन् बच्चाहरूले। ओ माई गड, यसरी फालेर हिँडिदिन्छन् यार बच्चा बच्चीले। अब यसैलाई मैले कति सरसफाइ गर्नुपर्छ। अब यसलाई म क्लियर गर्छु। यहाँ चाहिँ मेरो बाबाजी हुनुहुन्छ। बाबाजी मेरो विराजमान हुनुभएको छ। अनि मैले 4-5 दिन भयो मैले पूजा गर्न पाएको छैन। तर मलाई पूजा गर्न मिल्दैन 2-4 दिन। अब चाहिँ शनिबारसम्म हुन्छ। भोलि चाहिँ मेरो नाना दाना गरेर मैले बाबाजीलाई पूजा गर्नेवाला छु। अहिले चाहिँ मिल्दैन मलाई। चाहिँ म काम गर्नु पर्यो। बच्चाहरूले सबै यस्तो गरिसकेछन् मेरो काम हालत। के गर्ने। अब चाहिँ म काम गर्नु पर्यो। मेरो घरको हालत यस्तो त बनाइदिएछन् बच्चाहरूले। आज चाहिँ यो कपडा चाहिँ धुने होला भोलि स्कुलको लागि। सबै यो फोहोर बनाएर हैरान छ। मलाई कति दुःख दिन्छन् हेर्नु न। मान्छेले भन्छन् कि घरमा के गर्छन्, काम के गर्छन्, बसी बसी क्या गर्छ भन्छन् हाम्रो लोग्ने मान्छेले। तर घरमा यति धेरै काम हुन्छ उहाँहरूलाई के थाहा। बाहिर कमाउने मान्छेलाई घरको हालत कति काम गर्नुपर्छ भन्ने के थाहा हुन्छ र हैन। हामी लेडिजहरूलाई मात्र थाहा हुन्छ कि हामीले कति काम गर्नुपर्छ। एकछिन फुर्सद हुँदैन घरको काम। हुन त हामीले यही काम बाहिर गऱ्यो भने हामीलाई यही कामले पैसा पनि बाहिर मिल्थ्यो हैन। अरूको काम गऱ्यो भने घरको चाहिँ हामी यति मेहनत गर्छौँ, यति दुःख गर्छौँ, बच्चाहरूलाई हेर्ने पेर्ने गर्छौँ। तैपनि लोग्ने मान्छेको गुन्जाइस हुँदैन। के गरे, क्या गरिरहेको छस्, घरमा बसेर के गरिरहेको छस् भनेर भन्छन्। अनि
आइमाईको यति काम हुन्छ भने लोग्ने मान्छेले देख्दैन। म त भन्छु लोग्ने मान्छेलाई पनि बरु हामी आफू चाहिँ बाहिर जाने काम गर्नु, लोग्ने मान्छेलाई ल घरमा हजुर गर्नु, दिनभरि बच्चा सम्हाल्नु, काम गर्नु, घरको पुरै काम गर्नु पर्यो, यस्तो भनेपछि हुन्थ्यो कि लोग्ने मान्छेलाई। लोग्ने मान्छेले त गर्दैनन्, एउटा दुइटा काम गरे अनि फेरि गर्दैनन्, झ्याउ मानिहाल्छ लोग्ने। लेकिन हामी लेडिज मान्छेले हामी झ्याउ मान्दैन, फेरि पनि हाम्रो आफ्नो कर्तव्य सम्झेर हामी आफ्नो काम गर्छौँ। के गर्ने गाइस, सफा गरौँ भनेको झाडुको हालत चाहिँ यस्तो भएको छ, हेर्नु न यस्तो भएको छ। जान्छु माथि गएर सिँढीमा गएर सिँढीबाट घाममा बसेर झाडु चाहिँलाई बनाउनु पर्यो। हेर्नुहोस् हाम्रो यता कस्तो छ भ्युजहरू, कस्तो छ भ्युजहरू। यो हाम्रो बस पार्कको रोड हो। यो दुईवटा बाटो छ, एउटा पुलटेकेर जाने बाटो, एउटा राप्ती जाने बाटो। यो चाहिँ मेरो झाडु बिग्रेर बनाउनु पर्यो। यो हाम्रो घरको पछाडिको 3-4 तल्ले घर। बनाइसके झाडु कस्तो बनेछ हेर्नु त। झाडु बलियो त बनेछ कि छैन खै, तर पहिलाभन्दा बेस्ट बनाएको छु मैले चाहिँ। यो झाडु बनाए देखेर त मलाई एकजना आन्टीको याद आयो क्या। मेरो कहिले पनि काम बिग्रियो मैले जानिनँ भनेपछि उहाँले नै मलाई झाडु यस्तो बनाएर बनाएर दिनुहुन्थ्यो। आज चाहिँ उहाँको चाहिँ लास्टै याद आयो। उहाँको चाहिँ स्वर्गमा बास होस् आन्टी, हजुरको आत्माले सबै शान्ति पाओस् आन्टी। अब चाहिँ तल जानु पर्यो, साफसफाइ गर्न जानु पर्यो। झाडु पनि बनाएँ मैले, अब झाडु लगाएर सफा गर्नु पर्यो। बच्चाहरू त स्कुल गइसकेपछि मलाई चाहिँ एकदम फुर्सद हुन्छ कि काम गर्न, एकदम आरामसँग मैले काम गर्न पनि सक्छु। अहिले त सिँढी तल त कोठा मेरो लास्टै आउँदै आएको छ। बत्ती कति बालिराख्ने, उता कुनामा बत्ती छ होइन, बत्तीले हुँदैन। यता छ मेरो बत्ती, यता चाहिँ मेरो अँध्यारो छ। त्यही भएर मैले अब चाहिँ झाडु सरसफाइ गर्नु पर्यो, आफ्नो काम खत्तम गर्नु पर्यो। त्यसपछि मैले हजुरलाई मैले बारीमा हल्का तरकारी लगाएको छु, त्यसको लागि मैले हल्का आज सफा गर्नु छ, गोर्नु छ। आज अलिअलि झाडहरू ल्याएको छु, त्यो लगाइदिनु छ। अनि त्यसपछि मेरो तरकारीको फल्ने होला नि होइन। ल मैले त टमाटरको लागि झ्याली पनि हालिसकेँ, हल्का गोडगाड गरिदिएँ। यता पनि सानो सानो टमाटर छ, यिनीहरूको लागि अनि मैले भाजीको साग, हल्का भाजीको साग टिपिसकेँ। धेरै त छैन, यहाँ चाहिँ हल्का सम्पू छरेको, सम्पू नै भएन। अनि यता चाहिँ धनियाँ चाहिँ हल्का हल्का भइरहेछ। चाहिँ म चाहिँ साग हल्का टिपिसकेँ। अब म ताजा सागलाई पकाएर खान्छु, मलाई एकदमै मनपर्छ सागहरू। साग टिपेर गइदिरहेको छु बनाउनको लागि। साग चाहिँ अब टिपेर अब पानी पस्यो, अब यो सागलाई हल्का धुन्छु, त्यसपछि खानु पर्यो गाइस। मलाई एकदमै साग भन्ने कुराहरू एकदमै मनपर्छ। भाँडालाई निकालौँ भनेको पुरै निक्लेन, झ्याउै लाग्छ। ल पुरै निकालिदिन्छु। कति साग रहेछ, बल्ल आयो। त्यही भएर अब चाहिँ साग पखालिदिन्छु। यता त कति अँध्यारो छ, अब लाइट पाल्यो
उज्यालो आउँछ हेर्नुहोस्। अनि यहाँ चाहिँ मैले कपडा भिजाइसकेको छु। अहिले एकछिनपछि कपडा पनि धुन हुन्छ। मेरो बाथरुममा सबै काम हुन्छ गाइस, सब काम बाथरुममै हुन्छ। यो चाहिँ मेरो मोटर हो। मोटर हेर्नु पानी यसमा मैले जम्मा गरेर राख्छु किनकि अब पखालिसकेँ। अब चाहिँ म जान्छु साग बनाउन। साग पकाउनु पऱ्यो गाइस, तातो तातो साग भात खानु पऱ्यो। साग भात दाल, दाल नहुन्छ त हाम्रो घरमा खानै हुँदैन, के गर्ने। Misalnya. Bisa kita retak, lalu patahkan anu ada satu lagi. Kalau saat kita baca किनभने हाम्रो आँखाको लागि स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ। अब हेर्नु हल्दीको डब्बा पनि खुल्दैन। हल्का सागमा म त सधैँ बेसार हाल्छु किनकि पहेँलो होस् भनेर। म एकदमै प्यालो प्यालो चिज एकदमै मनपर्छ। सागमा पनि नमक चाहिँ थोरै हालौँ किनभने सागमा नमक धेरै हाल्यो भने मजा आउँदैन। हल्का अब भातको लागि पनि मैले गरम राखेँ किनभने मलाई चिसो खाना बिल्कुल पसन्द छैन। हल्का गरम गरिदिनु पऱ्यो किनभने मलाई चिसो खाना पसन्दै छैन। किनकि मलाई तातो तातो खाना खायो भने तातो खा जस्तो फिल हुन्छ, नत्र भने चिसो त मलाई मेरो कति मजा स्वाद पनि हुँदैन, राम्रो पनि लाग्दैन खाना त मलाई। मेरो अब साग पनि अब चाहिँ हल्का यम्मी ल मेरो रेडी भइसक्यो खाना पनि। अब चाहिँ खाना जान्छु। हाम्रो चाहिँ टेबल चाहिँ छैन, भुइँमा बसेरै खानुपर्छ। हजुरहरू पनि खाना खाँदै गर्नुहोस्। म पनि अब खाना खान्छु। त्यसपछि आजको यहीँ हाम्रो सिद्धिन्छ। अझै धेरै कामहरू छ तर अब अहिले चाहिँ आज चाहिँ म बनाउँदैन। आज यतिको ब्लग मेरो भइसक्यो। सबैजनाले हेरिदिनु होला मेरो युट्युब च्यानलमा, मेरो ब्लगमा। हजुरहरू सबैजना मलाई लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला। हस् त गाइज, बाई।